केही दिन अघि संसदमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले यस्तो भनेका थिए। तत्कालीन समयमा लोड सेडिङ अन्त गरेको श्रेय भारतलाई जानुपर्छ। मन्त्री खड्काको अनुसार नेपालमा लोड सेडिङको अन्त्य कुलमान घिसिङले होइन, इन्डियाले गरेको थियो र यसको श्रेय इन्डियालाई नै जानुपर्छ। तर के यो पुरा सत्य हो त? हामी अहिलेसम्म के भ्रममा थियौँ? के नेपालमा लोड सेडिङको अन्त्य कुलमान घिसिङले गरेका थिएनन्? कुलमानले आखिर के त्यस्तो नराम्रो काम गरे जसकारण सरकार अहिले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणबाट हटाउन चाहन्छ? ऊर्जा मन्त्री दीपक खड्का आफैमा कस्ता व्यक्ति हुन्? मन्त्रालयमा आइसकेपछि उनले प्रशंसा योग्य कस्ता कस्ता काम गरेका छन् र नेपाल विद्युत प्राधिकरणमा कुलमानपछि को आउनेवाला छ? के त्यो व्यक्ति कुलमान घिसिङ भन्दा प्रतिभाशाली व्यक्ति हो? भिडियोमा हामी यिनै विषयहरूमा आधारित रहेर यसका प्रश्नहरू खोज्ने प्रयास गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आश गरेको छु। सो धेरै भूमिका नवादिकन भिडियोलाई सुरु गरौँ। पहिलो प्रश्न, लोड सेडिङ कसले हटायो? यो प्रश्न तपाईँ कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ। यदि तपाईँ सत्ता पक्षका केहीलाई गएर सोध्नुहुन्छ भने उनीहरूले लोड सेडिङ आफ्नै मान्छेले हटाएको भन्ने गर्छन्। जस्तै कि 2077 सालमै एमालेका नेता शङ्कर पोखरेलले लोड सेडिङ अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दाबी गरेका थिए। अहिले काङ्ग्रेसबाट ऊर्जा मन्त्री भएका दीपक खड्काले पनि लोड सेडिङ हटाएको श्रेय इन्डिया र नेपालका प्रधानमन्त्रीहरूलाई दिएका छन्। तर तथ्यले के भन्छ यसमा कुरा गरौँ। 2072 सालमा प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बन्नुभन्दा अघि नै इन्डियाबाट नेपालमा बिजुली आयात हुने गर्थ्यो। 73 सालमा कुलमान घिसिङ प्राधिकरणको निर्देशक बन्दै गर्दा पनि इन्डियाबाट बिजुली आउने गर्थ्यो। त्यसबेला पनि लोड सेडिङ कायमै थियो। तर प्राधिकरणमा कुलमानले काम गर्न थालेदेखि लोड सेडिङ नेपालभर बिस्तारै हट्न थालेको थियो। इन्डियाले नेपाललाई बिजुली दिएर नेपालको लोड सेडिङ हटाउनमा निकै नै मद्दत गरेको छ। तर तपाईँले यहाँ हेर्न सक्नुहुन्छ कि कुलमान प्राधिकरणमा आइसकेपछि उनले इन्डियाबाट धेरै नै बिजुली आयात गरेर नेपालको लोड सेडिङ कम गर्दै गएका थिएनन्। इन्डियाबाट आयात हुने बिजुली कुलमान आएपछि पहिला भन्दा 2-3% मात्र बढी आएको थियो। इन्डियाले बिजुली दिएको कारणले गर्दा मात्र नेपालमा लोड सेडिङ हटेको भन्ने हो भने नेपालमा लोड सेडिङ निकै नै पहिला हटिसक्नु पर्ने थियो। त्यसो भए नेपालमा लोड सेडिङ बिस्तारै कसरी हट्न पुग्यो त? यसमा कुलमान घिसिङ र उनको टिमको योगदान छ। कुलमान र उनको टिमले पहिलो कदममै 2400 कर्मचारीलाई एकैपटक सरुवा गरे। कुलमानले टेक्निसियनहरूलाई प्रोत्साहित गर्न भत्ता बढाइदिए। उनले बिग्रेर बसेका विभिन्न आयोजनाहरूको समयमै मर्मत गर्न लगाए जसले प्रणालीमा बिजुली थपियो। कुलमान प्राधिकरणमा आउनु अघि कालीगण्डकी, मर्स्याङदी, त्रिशुली जस्ता आयोजनाहरू मनलाग्दी किसिमले चलाउने गरिन्थ्यो। यसको व्यवस्थापनमा पनि कुलमानले ध्यान दिए र यसले लोड सेडिङ हटाउनमा निकै नै मद्दत गर्यो। कुलमानले बिजुली चुहावटलाई निकै नै कम गर्दै लगे। देशका विभिन्न हाइड्रो इलेक्ट्रिसिटीका प्रोजेक्ट मेन लाइनमा जोडिनाले पनि कुलमानको कामले तीव्रता पायो। यसरी नेपालमा लोड सेडिङ हट्नुमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको मात्रै हात छ मैले भन्न खोजेको होइन। इनफ्याक्ट यसको श्रेय कुलमान आफैले मात्र लिँदैनन्। उनले प्राधिकरणको टिमवर्क, बिजुली विज्ञानको उपयोग तथा उपभोक्ता र सरकारको सहयोगले यो सम्भव भएको भन्ने गरेका छन्। स्वाभाविक रूपमा नेपालमा विद्युत खपत बढेपछि इन्डियाबाट आउने विद्युतको मात्रा आर्थिक वर्ष 75-76 सम्ममा बढेको देखिए पनि 76-77 मा इन्डियाबाट आउने बिजुलीको मात्रा घटेको देखिन्छ। जबकि यसबीचमा नेपालमा बिजुली खपत बढ्दै नै गएको छ। अहिले हामीले इन्डियाबाट बिजुली किनी मात्र रहेका छैनौँ, इन्डियालाई बिजुली बिक्री पनि गरिरहेका छौँ र पछिल्लो आर्थिक वर्ष 2080-81 मा त हामीले पहिलो पटक इन्डियालाई बिजुली बेचेर नाफामासम्म गएका छौँ। यो भन्दा अघिल्लो आर्थिक वर्ष 2079-80 मा इन्डियासँगको विद्युत व्यापारमा नेपाललाई 8 अर्ब 98 करोड 90 लाख रुपियाँ घाटा भएको थियो। तर आर्थिक वर्ष 2080-81 मा नेपाल पहिलो पटक इन्डियासँगको बिजुली किनबेचमा सबै खर्च कटाएर 12 करोड 23 लाख रुपियाँ नाफामा गएको थियो। अब यस आर्थिक वर्षमा नेपाल इन्डियासँगको बिजुली कारोबारमा घाटामा जान्छ कि नाफामा त्यो भने हेर्न बाँकी नै छ। इन्डियामा मात्र नभएर नेपालले 81 सालको कार्तिकदेखि बङ्गलादेशमा पनि व्यावसायिक रूपमा विद्युत बिक्री गर्न सुरु गरेको थियो। यतिखेर इन्डियाले नेपाललाई सहयोग गरेका कारण यो सम्भव भएको थियो। आर्थिक वर्ष 2072-73 मा 8 अर्ब 89 करोड घाटा बेहोरिरहेको नेपाल विद्युत प्राधिकरणले कार्यकारी निर्देशकमा कुलमान घिसिङ आएपछि कहिले पनि घाटा बेहोर्नु परेको त छैन नै। प्राधिकरणले निरन्तर अघिल्लो वर्षभन्दा झन्झन धेरै नाफा कमाउने गरेको छ। आर्थिक वर्ष 2080-81 सम्ममा आइपुग्दा नेपाल विद्युत प्राधिकरणले 14 अर्ब 46 करोड नाफा कमाएको थियो भने चालु आर्थिक वर्ष
81-82 को पहिलो 6 महिनामै प्राधिकरणले 11 अर्ब 36 करोड नाफा कमाएको छ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएदेखि नेपालमा लोड सेडिङको अन्त्य मात्र भएको छैन, नेपाल सरकारको संस्था नेपाल विद्युत प्राधिकरण नाफामा पनि गएको छ। प्राधिकरणले कमाएको यो नाफा कसैको गोजीमा नभई नेपालको विकासकै लागि खर्च हुनेछ। कुलमानकै नेतृत्वमा चलिरहेको विद्युत प्राधिकरणले इक्रा नेपालको क्रेडिट रेटिङमा निरन्तर AA+ रेटिङ पाइरहेको छ। यो भनेको निकै नै राम्रो रेटिङ हो। यसले प्राधिकरण आर्थिक रूपमा र व्यवस्थापनमा निकै नै राम्रो छ भन्ने जनाउँछ। इक्रा बाहेक संवैधानिक निकाय महालेखा परीक्षकले पनि नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण विश्लेषण लेखा परीक्षण गर्ने गर्छ। यसमा पनि अहिलेसम्म विवाद आएको छैन। कुलमान घिसिङ कुनै जादुगर होइनन्। उनले प्राधिकरणमा आउने बित्तिकै जादुको छडी हल्लाएर नेपालमा लोड सेडिङ हटाएका पनि होइनन्। उनले काम गरेका हुन् र स्वाभाविक रूपमा काम गर्दै गर्दा उनले नेपाल सरकारका मन्त्रीहरूको, कर्मचारीहरूको, हाइड्रो पावर कम्पनीहरूको साथ पाएका छन्। उनीहरूको साथ नभएको भए कुलमान सायद सफल हुन्थेनन् होला। नेपालमा लोड सेडिङको अन्त्य पनि हुँदैन थियो, न त नेपाल विद्युत प्राधिकरण नाफामा नै जान्थ्यो। तर के सबैले साथ दिँदै पनि नेपाल विद्युत प्राधिकरणमा कुलमानको ठाउँमा अरू कोही भएको भए प्राधिकरणले यस्तो प्रगति गर्थ्यो त? त्यो भने सोच्न लायकको विषय छ। किनकि नेपाल विद्युत प्राधिकरणमा पहिलो पटक कार्यकारी निर्देशक बनेर आएका कुलमान घिसिङ मात्र होइनन्, उनीभन्दा पहिला पनि प्राधिकरणमा कार्यकारी निर्देशकहरू आउँथे जान्थे। तर प्राधिकरणले कुलमानको नेतृत्वमा नै प्रगति गरेको छ र यो तथ्य हो, भावनामा आधारित विचार होइन। तर यो सबका बावजुद पनि आखिर ऊर्जा मन्त्री दीपक खड्का प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन नै किन चाहन्छन्? के कुलमान घिसिङ मन्त्री खड्काको विकास योजनामा बाधक बनिरहेका छन् वा यसको भित्री रहस्य अरू नै छ? खासमा प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल सकिन अब धेरै महिना बाँकी छैन। कुलमान घिसिङलाई दोस्रो पटक 2078 साल साउन 27 गते प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त गरिएको थियो। 4 वर्षको लागि नियुक्त भएका कुलमान घिसिङको कार्यकाल सकिन अब 4 महिना मात्र बाँकी छ। तर 4 महिना मात्र बाँकी रहँदै गर्दा पनि कुलमानलाई प्राधिकरणबाट हटाइहाल्न मन्त्री खड्का किन आतुर छन्? यसको रहस्य के हो? सङ्खुवा सभाबाट निर्वाचित काङ्ग्रेसका सांसद दीपक खड्का योभन्दा पहिला 73 सालमा खानेपानी तथा सरसफाई राज्य मन्त्रीमा नियुक्त भएका थिए। यही वर्ष प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भइसकेपछि काङ्ग्रेसको तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा दीपक खड्काले पाएका हुन्। ऊर्जा क्षेत्रमै लगानी भएका दीपक खड्कालाई उक्त मन्त्रालय दिँदा स्वार्थ बाजिएको देखिन्छ। ऊर्जा मन्त्री खड्का रसुवामा बनिरहेको 120 मेगावाट क्षमताको रसुवा भोटेकोशी जलविद्युत परियोजनामा लगानीकर्ता छन्। त्यस्तै मन्त्री खड्का पिलुवा खोला जलविद्युत आयोजनाको पनि लगानीकर्ता हुन्। यसरी ऊर्जा क्षेत्रको लगानीकर्ता पनि हुने अनि आफै ऊर्जा मन्त्री पनि हुने हुँदा यहाँ कन्फ्लिक्ट अफ इन्ट्रेस्टको अवस्था सिर्जना हुने देखिन्छ। त्यसमाथि ऊर्जा मन्त्री दीपक खड्का निकै नै विवादित व्यक्ति हुन्। मन्त्री बन्नुभन्दा अघि नै सांसदको रूपमा खड्काले हाइड्रो पावरका मालिकहरू अनुकूल नीति बनाउन लबिङ गरिरहेका थिए। ऊर्जा मन्त्री दीपक खड्का योभन्दा पहिला स्काउटको जग्गा व्यवसायका निम्ति प्रयोग गरी भाडा नतिरेको कारण विवादमा थिए। केही महिना अघि ऊर्जा मन्त्री खड्का विरुद्ध पूर्वाधार विकास समितिमा 454 मेगावाट किमाथाङका अरुण जलविद्युत आयोजना र 1902 मेगावाटको मुगु कर्णाली जलाशययुक्त आयोजनामा नयाँ कार्यविधि निर्माण गरेर यी प्रोजेक्ट सेटिङमा दिन लागेको भन्दै छानबिनको माग गर्दै उजुरी परेको थियो। खासमा 1902 मेगावाटको मुगु कर्णाली आयोजना काङ्ग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीको कम्पनी र 454 मेगावाटको किमाथाङका अरुण आयोजना काङ्ग्रेसका अर्का सांसद सुनिल शर्माको कम्पनीलाई दिने गरी कार्यविधि बनाइएको थियो। यहाँ कन्फ्लिक्ट अफ इन्ट्रेस्टको अवस्था सिर्जना भएको प्रष्ट देखिन्छ। यो केसमा उजुरी परेको 1 महिनामै माघ 7 र 8 गते प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले ऊर्जा मन्त्री दीपक खड्काकै होटल होलिडे इन रिसोर्टमा मन्त्रालयसँग सम्बन्धित विधेयकमाथि छलफल गरेको थियो। जसको विरुद्ध समितिमा उजुरी परेको छ उसको छानबिन गर्नुको साट्टो उसैको होटलमा गएर समितिले छलफल गर्नु कतिको उचित निर्णय थियो त? यहाँ पनि स्वार्थको खेल भएन होला भन्न सकिने अवस्था छैन। 2.5 अर्बको सिक्टा सिँचाइ आयोजनाको सेटिङ मिलाउँदा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई 3% कमिसन सुनिश्चित गरिएको भन्दै नेपाल खबरले फागुन 2 गते समाचार सार्वजनिक गरेको थियो। नेपाल खबरको अनुसार मन्त्री दीपक खड्काले हरेक ठेक्कामा कमिसन माग्ने गरेका छन्। हाल जगदुल्ला जलविद्युत आयोजनाको 16 अर्बको ठेक्कामा मिलेमतो गराउन ठेकेदारहरूबीच चेक लेनदेन गराएको आरोपमा अख्तियारले ऊर्जा मन्त्री दीपक खड्कामाथि पनि अनुसन्धान गरिरहेको छ। ऊर्जा मन्त्रालयमा नै प्रतिस्पर्धी कम्पनीहरूलाई भेला गराएर 5 मध्ये 4 वटा कम्पनीलाई पछि हटाउने सँगै 16 अर्बको ठेका पाउने कम्पनीले पछि हटेका 4 कम्पनीलाई 1% का दरले 15 करोड दिने र मन्त्रीलाई 2% कमिसन दिने गरी लेनदेन भएको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको हो। यस विषयमा अख्तियारले अनुसन्धान सुरु गरेपछि जगदुल्ला जलविद्युत आयोजनाको उक्त ठेका प्रक्रिया नै रद्द गरिएको थियो भने अनुसन्धान अहिले जारी छ। अब कुरा गरौँ मन्त्री खड्का र कार्यकारी निर्देशक कुलमान घिसिङ बीचको विवाद बारे।
दीपक खड्का ऊर्जा मन्त्री नियुक्त हुन साथ उनले नेपाल विद्युत प्राधिकरणका 184 कर्मचारीहरूलाई आफूले चाहेको स्थानमा सरुवा गर्न खोजेका थिए, तर कुलमान घिसिङले यस्तो हुन दिएनन्। उनले मन्त्री खड्काको यो निर्णयलाई रोकिदिएका थिए। यसपछि पनि कुलमानले मन्त्री खड्काको अन्य विवादास्पद निर्णयहरूमा साथ दिएनन्। लोड सेडिङको समयमा नागरिकलाई अँध्यारोमा राखेर भए पनि उद्योगीहरूलाई वितरण गरिएको डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उद्योगपतिहरूले नबुझाएपछि कुलमान एक्सनमा उत्रिएका थिए। डेडिकेटेड र ट्रङ्क लाइन मार्फत विद्युत उपयोग गरे पनि तिर्नुपर्ने अर्बौं पैसा नतिर्न चाहेका उद्योगीहरूलाई छुट दिने मन्त्री खड्काको योजना थियो, तर यसमा कुलमानले साथ दिएनन्। बरु उल्टै कुलमानले तिर्नुपर्ने पैसा नतिरेका उद्योगमा प्राधिकरण ऐन अन्तर्गत लाइन नै काटिदिए। कुलमानले आफ्नो इसारामा काम नगरे भने मन्त्री खड्काले हार मानेनन्। उनले बोर्ड बैठक राखेर 3 पटकसम्म लाइन काटिएका उद्योगमा लाइन जोड्न लगाए। ट्रङ्क लाइन र डेडिकेटेड बिजुली बिलको मामिलामा ऊर्जा मन्त्री खड्काले उद्योग र उद्योगपतिहरूको पक्षमा बोलेको सुनिन्छ। फागुन 23 गते एउटा कार्यक्रममा बोल्दै गर्दा ऊर्जा मन्त्री खड्काले प्रयोग गरेको बिजुलीको बिल तिर्ने दायित्व उद्योगीको रहेको, तर झुट्टा विवरणकै आधारमा उद्योगीलाई बिल तिर्न लगाउनु अत्याचार भएको बताएका थिए। उक्त भाषणमा बोल्दै गर्दा मन्त्री खड्काले इन्डाइरेक्टली कुलमान घिसिङलाई संकेत गर्दै सरकारको जिम्मेवारी निकायमा बस्ने, झुट्टा विवरण पेश गर्ने अनि जनतालाई दुःख दिने कुरा सरकारलाई किमार्थ स्वीकार्य हुँदैन भनेका थिए। डेडिकेटेड र ट्रङ्क लाइन विवादको बारेमा थप बुझ्न तपाईँ हाम्रो यो भिडियो हेर्न सक्नुहुनेछ। नेपाल विद्युत प्राधिकरणले विद्युत उत्पादन, प्रसारण, वितरण लगायतमा वार्षिक अर्बौं रुपियाँको ठेक्काहरू निकालिरहेको हुन्छ। स्वाभाविक रूपमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकले कसलाई यस्ता ठेक्का दिने, कसलाई नदिने भन्ने निर्णयमा ठूलो भूमिका खेलेको हुन्छ र यस भूमिकामा हाल कुलमान छन्। यस्ता ठेक्का पट्टाहरू आफूलाई र आफू सम्बन्धित कम्पनीहरूलाई नदिएका कारण कुलमानसँग केही बिचौलियाहरू खुसी छैनन्, जसमध्ये एक बिचौलियाको बारेमा त हामी अर्को भिडियोमा कुरा गर्नेछौँ। कुलमानले ठेक्का पट्टा आफ्नो कम्पनीलाई नदिएका कारण पनि बिचौलियाहरू कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन चाहन्छन् र यसका लागि उनीहरूले सरकारलाई दबाब पनि दिइरहेका छन्। नेपाल विद्युत प्राधिकरणले निकाल्ने ठूला आयोजनाहरूसँगै अन्य साना ठूला ठेक्कामा लोडसेडिङका बेला प्रयोग गरेको बिजुलीको तिर्नुपर्ने अर्बौं बक्यौता नतिर्ने उद्योगीहरूको स्वार्थमा ऊर्जा मन्त्री खड्का र बिचौलिया समूहहरूको चासो छ। उनीहरूको यो सब स्वार्थ प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक कुलमान घिसिङले पूरा नगरिदिने भएपछि उनीहरूले कुलमान घिसिङलाई नै प्राधिकरणबाट आउट गर्ने खेल रचिरहेका छन्। तर कुलमान घिसिङले बिचौलियाहरूको यो योजना पूरा गर्न दिइरहेका छैनन्। कुलमानले बिचौलियाहरूको काम नगरिदिने अनि कार्यकारी निर्देशकको पद पनि नछोडिदिने गरेकाले उनी बिचौलियाहरूको लागि टाउको दुखाइको विषय बनेका छन्। घिसिङलाई दबाब दिनकै लागि मन्त्री खड्काले प्राधिकरणको केन्द्रीय कार्यालयमा आफ्ना लागि छुट्टै कार्यकक्ष बनाएका छन्। अनुगमनका लागि कुलमान बाहिर गएको मौका छोपी मन्त्री खड्काले प्राधिकरणको केन्द्रीय कार्यालयमै कार्यकक्ष बनाएका थिए। ऊर्जा मन्त्री दीपक खड्काले कुलमान घिसिङलाई मन नपराए पनि यही सरकारको ऊर्जा राज्य मन्त्री पूर्णबहादुर तामाङ भने कुलमान घिसिङको पक्षमा देखिन्छन्। ऊर्जा राज्य मन्त्री पूर्णबहादुर तामाङ पनि काङ्ग्रेसकै नेता हुन्। कुलमान घिसिङको पक्षमा बोलेकै कारण उनलाई अहिले उनकै पार्टीका नेता कार्यकर्ताले समस्यामा पारिरहेका छन्। यता प्राधिकरणका केही कर्मचारीहरूलाई पनि कुलमानको पक्ष नलिन तर्साउने धम्काउने गर्न थालिएको छ। कुलमानलाई प्राधिकरणबाट हटाउने योजना अन्तर्गत नै ऊर्जा मन्त्री दीपक खड्काले मन्त्री बनेसँगै कुलमान घिसिङलाई पटक पटक तपाईलाई किन नहटाउने भनेर स्पष्टीकरण सोधेका छन्। तर पनि अहिलेसम्म ऊर्जा मन्त्रीले कुलमानलाई हटाउन सकिने कुनै ठोस कारण भने भेटिसकेका छैनन्। ऊर्जा मन्त्री खड्काले पटक पटक स्पष्टीकरण सोधेपछि कुलमानले आफू मन्त्री परिषदको 2078 सालको निर्णय अनुसार नियुक्त भएकोले यही कारण आफूलाई स्पष्टीकरण सोध्ने र सेवाबाट हटाउने अधिकार मन्त्री परिषदकै भएको स्पष्ट पारेका थिए। अर्थात् ऊर्जा मन्त्री एक्लैको निर्णयले कुलमान प्राधिकरणबाट हट्नु सम्भव छैन। सरकारले हटाउन चाहे भने कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणबाट हट्न चाहँदैनन्। उनी आफ्नो बाँकी रहेको 4 महिनाको कार्यकाल सकेर सम्मानपूर्वक प्राधिकरणबाट निस्कन चाहन्छन्। कुलमानको कार्यकाल नसकिँदै अवैध तरिकाबाट मन्त्री खड्का कुलमानलाई प्राधिकरणबाट हटाउन सफल भए पनि उनको यो योजनालाई कुलमानले चाहे सर्वोच्च अदालतले पूरा हुन दिने छैन। यो भन्दा पहिला पनि उद्योगीहरूले पैसा नतिरी लाइन जोड्न हुन्न भनेका प्राधिकरणका 2 सञ्चालक भक्तबहादुर पुन र कपिल आचार्यलाई मन्त्री खड्काले हटाएपछि सर्वोच्च अदालतले तत्काल पुनर्बहाली गरिदिएको थियो। बीबीसीसँगको अन्तर्वार्तामा अब हेरौँ के हुन्छ, न्यायिक प्रक्रियामा जानुपर्ने पनि हुन सक्छ भनेर कुलमानले बताएका थिए। यसको अर्थ यदि सरकारले कुलमान घिसिङलाई उनको कार्यकाल नसकिँदै हटाएमा घिसिङ अदालत जाने चान्स छ। मानिलिउँ कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन सरकार सफल भयो रे, त्यसपछि प्राधिकरणमा कस्तो खालको कार्यकारी निर्देशक आउनेछन्? के प्राधिकरणमा कुलमान भन्दा राम्रो काम गर्ने व्यक्ति आउन लागेका हुन् त? कुलमानको साटो हालको सरकार र बिचौलियाहरू आफूले भनेको मान्ने, आफू अनुकूल निर्णय गर्ने एउटा कठपुतलीलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउन चाहन्छन्। यसका लागि उनीहरूले पूर्व सचिव अर्जुन कार्कीलाई छानेका छन्। बिचौलियाहरूको समूहले कार्कीलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न राजनीतिक तहमा नै दबाब दिँदै आएका छन्। 2072 सालतिर शहरी विकास मन्त्रालय
मन्त्रालयको सचिव हुँदै गर्दा अर्जुन कार्कीको नाम भूकम्प पीडितका लागि खरिद गरिएको त्रिपाल खरिदमा भएको अनियमिततामा आएको थियो। यसबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै अनुसन्धान गरेको थियो। 2072 सालको भूकम्प लगत्तै 69 करोड 86 लाखको त्रिपाल खरिदमा 11 करोड भन्दा बढी अनियमितता भएको अख्तियारको ठहर थियो। तत्कालीन अवस्थामा मुद्दा चलाउनु पर्ने अर्जुन कार्कीलाई शक्तिको आडमा विभागीय कारबाही मात्र गरेर छाडिएको थियो। भूकम्प त्यो पनि 2072 सालको जस्तो निकै नै दुःखको समयमा नागरिकलाई दिइने राहतमा भ्रष्टाचार गरेका कार्कीलाई कुलमानको ठाउँ दिनु उचित होला त? यो प्रश्न आफैमा प्रश्न गर्न लागेको छ। अझ अचम्मको कुरा त के छ भने अर्जुन कार्की नेपालमा लोड सेडिङ भइरहेको बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए र त्यसबेला नै कार्की गुणस्तरहीन ट्रान्सफर्मर खरिद प्रकरणमा मुछिएका थिए। अर्थात् नेपालमा लोड सेडिङ लम्ब्याउनमा कार्कीको पनि योगदान छ। तर अगेन सत्ताका दलालहरूसँग राम्रो पहुँच बनाएका कार्की त्यसबेला पनि बचेका थिए। प्राधिकरणको कार्यकारी निर्देशक अर्जुन कार्कीलाई बनाइसकेपछि विभिन्न ठेकापट्टामा आफू खुसी निर्णय लिन सकिने र पैसा कमाउन सकिने बिचौलियाहरूको योजना छ। त्यसै पनि कुलमान घिसिङको कार्यकाल सकिन अब लगभग 4 महिना मात्र बाँकी छ। त्यसपछि पनि घिसिङलाई सरकारले प्राधिकरणको कार्यकारी निर्देशक बनाउँछ भन्ने सोच्न पनि सकिँदैन, किनकि यो भन्दा पहिला 77 सालमा कुलमान घिसिङको पहिलो कार्यकाल सकिँदा प्रधानमन्त्री केपी ओली नै थिए र उनले घिसिङलाई प्राधिकरणमा फेरि नियुक्त गर्न कुनै चासो देखाएका थिएनन्। कुलमानलाई नै नियुक्त गर्न जनताको माग हुँदा हुँदै पनि त्यसबेला प्रधानमन्त्री ओलीले हितेन्द्र साक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए। अब कुलमान पछि प्राधिकरणको कार्यकारी निर्देशकमा को आउँछ त्यो अहिले नै ठ्याक्कै भन्न सकिने अवस्था छैन। स्वार्थ समूहको दबावका कारण प्राधिकरणमा अर्जुन कार्की आउन पनि सक्छन्, किनकि यो भन्दा पहिला पनि हामीले धितोपत्र बोर्डको केसमा स्वार्थ समूहले जे चाहेको थियो त्यही भएको देखिसक्यौं। सन्तोष नारायण श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउन खोजेका स्वार्थ समूह वा भनौं बिचौलियाहरू त्यसबेला पनि सफल भएका थिए र आउने समयमा पनि सफल हुने अनुमान लगाउन सकिन्छ। के सरकारले कुलमान घिसिङलाई उनको कार्यकाल नसकिँदै हटाउन खोज्नु ठिक हो त? लोड सेडिङ हटाउनलाई कार्यकारीको रूपमा कुलमान घिसिङले गरेको योगदान सरकारले यत्तिकै नजरअन्दाज गर्नु कतिको उचित हो? यस विषयमा तपाईको धारणा के छ? कमेन्टमा आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। साथै हामीले प्रस्तुत गरेको सामग्री उठाएको विषय तपाईलाई मन पर्छ भने थाहा रिसर्चलाई सब्स्क्राइब गरेर भिडियोलाई लाइक गरेर शेयर गरेर तपाई हामीलाई साथ दिन सक्नुहुनेछ। धन्यवाद।